आज म नेपालमा नेक्स्ट 24 आवर 24 वटा वर्ल्ड रेकर्ड बिट गर्ने कोसिस गर्नेछु। हेरौँ म कतिवटा वर्ल्ड रेकर्ड बिट गर्न सक्छु र कतिवटामा फेल हुन्छु। स्टार्ट गरौँ पहिलो वर्ल्ड रेकर्डबाट। वर्ल्ड रेकर्ड ट्राई गर्नुभन्दा अगाडि मैले एउटा बक्समा र्यान्डमली 24 वटा वर्ल्ड रेकर्ड पेपरमा लेखेर राखेको छु र त्यहाँबाट एउटा म र्यान्डमली उठाउँछु। ल हेरौँ सुरुमा के आउँछ बक्सबाट निकाल्नु। ओ माई गॉड, युसेन बोल्टको 100 मिटरको रेस रहेछ सुरुमा। के म यो बिट गर्न सक्छु? लेट्स गो। अब फाइनली म ट्र्याकमा आइसकेँ। अब रेस गरौँ है। फाइनली मैले आफ्नो पहिलो वर्ल्ड रेकर्ड त बिट गर्न सकिनँ। अब मुभ अन गरौँ अर्को वर्ल्ड रेकर्डमा। ल अब हामी सेकेन्ड वर्ल्ड रेकर्डको लागि फेरि बक्समा एउटा पेपर निकाल्छौँ। लङ्गेस्ट टाइम टु किप बलुन इन द एयर। अरे लेट्स स्टार्ट भाइ, स्टार्ट। ओ माई गॉड, पुरा देखा है। यो भिडियो कतिसम्म जान्छ थाहा छैन है, कतिसम्म कन्टिन्यू जान्छ थाहा छैन। एकचोटि थकै लाग्छ। यो घाँटी पनि कन्टिन्यू माथि गर्नुपर्छ, हात पनि चलाउनुपर्छ। भाइ च्यालेन्ज गर्दै गर्छ। हामी अहिले जाउँ नेक्स्ट वर्ल्ड रेकर्डमा। ल अब चौथो वर्ल्ड रेकर्डमा जाउँ। मैले चाहिँ प्ल्याङ्क पोजिसनमा 9 घन्टा 38 मिनट र 47 सेकेन्डको एउटा वर्ल्ड रेकर्ड छ प्ल्याङ्क। त्यसलाई चाहिँ मैले बिट गर्नुपर्ने छ। स्टार्ट। मजा आइरहेछ। ल 1-2 मिनटमै हार खाइसकेँ। अर्को वर्ल्ड रेकर्डमा जाउँ। भाइ अझै पनि कन्टिन्यू च्यालेन्ज गर्दै रहेछ। फाइनली एउटा बलुन फुटिसक्यो। ल लेट्स मुभ अन टु द नेक्स्ट वर्ल्ड रेकर्ड। यो नयाँ वर्ल्ड रेकर्ड चाहिँ के हो भन्दाखेरि चाहिँ मैले कन्टिन्यू साइक्लिङ गर्नुपर्नेछ र करेन्ट वर्ल्ड रेकर्ड 563 किलोमिटरको छ। लेट्स गो अब साइक्लिङमा, कन्टिन्यू साइक्लिङ हान्नमा। लेट्स गो, रेडी। पहिलो 1 किलोमिटर कम्प्लिट भयो। लेट्स गो 3 किलोमिटर। फाइनल्ली 5 किलोमिटर, 8 किलोमिटर, 10 किलोमिटर। लेट्स गो 13 किलोमिटर। फाइनल्ली 15 किलोमिटर। म पनि थाकिसकेँ। यो च्यालेन्ज गर्न बबाल गाह्रो थियो। अब नेक्स्ट वर्ल्ड रेकर्डमा भेट्नुपर्छ। अब जाउँ हामी आफ्नो 7th वर्ल्ड रेकर्डमा है। ओ माई गॉड, मैले 1 मिनटभित्र 84 वटा पुसअप हान्नुपर्ने छ। करेन्ट वर्ल्ड रेकर्ड 84 पुसअपको छ। सो लेट्स गो, स्टार्ट। धेरै गाह्रो रहेछ 1 मिनटमा 84 वटा पुसअप हान्न। जाउँ अब अर्को वर्ल्ड रेकर्डमा। ल अब हाम्रो अर्को वर्ल्ड रेकर्ड हेरौँ के छ है। मस्ट क्ल्याप इन 1 मिनट। मैले यो बिट गर्नको लागि 1101 वटा क्ल्याप हान्नुपर्छ, मतलब यसरी ताली। केही रिलेटेबल लागेन यो साउन्ड सुन्दाखेरि। ओ यस ड्याडी। ओ नो। 3 2 1 स्टार्ट। वर्ल्ड रेकर्ड बिट भयो कि भएन त्यो चाहिँ मैले थाहा भएन। अब मुभ अन गरौँ अर्को वर्ल्ड रेकर्डमा। लेट्स गो। आज हो सेकेन्ड दिन र आज हामी जाउँ अर्को वर्ल्ड रेकर्डमा। यसमा चाहिँ च्यालेन्ज के छ भन्दाखेरि मैले 30 सेकेन्डमा 50 वटा बलुन फुटाउनु पर्ने छ, त्यो पनि कुर्सीमा बसेर। 2 1 गो। वर्ल्ड रेकर्ड बिट भयो कि भएन थाहा छैन, बट वी डन द च्यालेन्ज। ल अब जाउँ नेक्स्ट वर्ल्ड रेकर्डमा। ल आजको हाम्रो अन्त्य गरौँ 9th वर्ल्ड रेकर्डबाट। ड्रिङ्किङ 500 मिलिलिटर अफ वाटर इन 7.60 सेकेन्ड। च्यालेन्ज चाहिँ मलाई हल्का सजिलो लागिरहेको छ। यहाँ छ 500 ml को पानी। 3 2 1 है। ओ माई गॉड, पहिलो वर्ल्ड रेकर्ड बिट भयो। लेट्स गो। आउँदैछ मेरो अमेरिकादेखि वर्ल्ड रेकर्डको सर्टिफिकेट। 1-2 दिनमा पुग्छ। अर्को वर्ल्ड रेकर्ड के छ भन्दाखेरि मैले 12.87 सेकेन्डमा 20 वटा कोइन स्ट्याक गरेर सँगै राख्नुपर्छ, मतलब सँगै स्ट्याक गरेर एउटा बिल्डिङ टाइपको बनाउनु पर्ने छ। 3 2 1 स्टार्ट।
my god! Subscribe, bye!